ब्रेस्टको साइज बढाउनलाई चाहिँ क्रिमहरू हुन्छ कि हुँदैन भने धेरै पेसेन्ट्सहरूले सोध्ने क्वेसन हो होइन। त्यस्तो क्रिमहरूले ब्रेस्टको साइज बढाउनका चाहिँ केही पनि काम गर्दैन है। अब ब्रेस्टको साइज बढाउन नर्मली दुईवटा टेक्निकहरू हुन्छ। एउटा चाहिँ अब यो ब्रेस्ट एगुमेन्टेसन विथ सिलिकन इम्प्लान्ट होइन, सिलिकन इम्प्लान्ट ब्रेस्टको मुनि हालेर ब्रेस्टको साइज बढाउन सकिन्छ। अर्को भनेको चाहिँ अब फ्याट ग्राफ्टिङ भन्छ, ब्रेस्ट फ्याट ग्राफ्टिङ है। फ्याट ग्राफ्टिङको लागि चाहिँ हामीले शरीरको अरू भागबाट फ्याट निकाल्छौँ, त्यसलाई प्रोसेस गरेर ब्रेस्टमा हाल्छौँ होइन। यो दुइटैको आफ्नो फाइदा बेफाइदाहरू छ। अब फ्याट ग्राफ्टिङको नर्मल्ली अब रिजल्ट्सहरू प्रेडिक्टेबल हुँदैन है। अब हामीले जति फ्याट हाल्छौँ त्यो एकदमै कति केसमा चाहिँ एकदम राम्रो बस्छ, कति केसमा चाहिँ एकदम कम बस्ने पनि हुनसक्छ। अनि अर्को सिलिकन इम्प्लान्टको चाहिँ फाइदा भनेको चाहिँ अब जत्रो साइज चाहियो त्यत्रै साइज बनाउन सकिन्छ होइन, घट्ने चेन्ज हुने केही पनि हुँदैन। तर यो चाहिँ फरेन बडी भएको कारणले गर्दा यसको अलिकति कम्प्लिकेसन आउने रिस्क पनि अलिअलि हुन्छ। तर रिलेटिभली दुइटै सर्जरी अब रिलेटिभली कुरा गर्दा चाहिँ एकदम सेफ सर्जरी हो, त्यस्तो कम्प्लिकेटेड सर्जरी होइन। कम्प्लिकेसन हुने चान्सेस एकदम मिनिमल हुन्छ है। तपाईँलाई पनि इनकेस अब ब्रेस्टको साइज बढाउनु छ भने अब त्यो क्रिमहरूमा यताउता वेस्ट नगर्नु है। तपाईँको अप्सन्स भनेको त्यही दुईवटा अप्सन्स हुन्छ। अनि तपाईँले प्लान गर्नुपर्छ भने कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।